सम्पूर्णमा नमस्कार। यतिखेर मैले एउटा भिडियो बनाउँदै गइरहेको छु। तपाईलाई मैले यहाँ खेतमा देखाइरहेको छु। के देखाइरहेको छु भने यो हो सिमी। हामीले चाहिँ विशेष गरी हाम्रो गाउँमा सिमी खेती गर्ने गर्छौं र यो चाहिँ भर्खरै लगभग एक हप्ता अगाडि मात्रै लगाएको सिमी हो। अब यसमा चाहिँ भर्खर पानी हालेर राखेको छ। अब यसमा चाहिँ झ्याक्रा हाल्नुपर्छ अनि झ्याक्रा हालेपछि बल्ल माथि जान्छ र फल्न सुरु गर्छ। मैले यसको चाहिँ अर्को त्यो अलि ठुलो भइसकेपछि कस्तो हुन्छ भन्ने पनि मैले देखाउँछु। भर्खर झ्याक्रा दिएपछि चाहिँ यस्तो हुन्छ, यस्तो देखिन्छ। हेर्नु, यो भर्खर अब यहाँबाट माथि चढ्न सुरु गरेको छ। यसरी चाहिँ सिमीमा झ्याक्रा यो चाहिँ लौरो भन्छ, लौरे सिमी भनिन्छ नि। यो लौरो गाड्ने भएर लौरे सिमी भनेको। अब त्यसपछि त्यो लौरो गाडेपछि यसरी चाहिँ लौरोमा माथि जान्छ यो सिमी अनि त्यसपछि यसरी फल्न र फुल्न सुरु गर्छ। यो भर्खर फुल्न सुरु गरेको छ र यसमा चाहिँ अलिकति के छ भने अस्ति न पानीले धेरै चाहिँ भिजायो कि त्यसपछि अलिकति पातलो पातलो देखिरहेछ। अब झ्याङ्गिँदै जान्छ अनि यहाँ फल्छ। यहाँ फल्न सुरु गर्न लागिसकेको छ। यो सानो सानो यहाँ फलिसकेको छ तर अब चाहिँ ठुलो भएपछि चाहिँ यो बल्ल अब फल्छ। यो भर्खरै बिस्तारै फल्न सुरु गरेको छ। फुल पनि फुलेको छ तर यहाँ चाहिँ अलिकति पानीले गर्दाखेरि यसलाई चाहिँ अलि असर पारेको थियो। तथापि चाहिँ फल्न चाहिँ फल्छ। यस्तो हुन्छ यो लौरे सिमी। र हाम्रो गाउँमा यस्तो लौरे सिमी भनेको धेरैले खेतबारीभरि लगाउँछन्।